मिलेन 2-3 दिन चाहिएको मेसिनको कामै छैन फेरि तपाईँ यो 1000-1200 कति तिर्दैन यो ह्यान्डल किनेर ल्याउनु र जागामा माथिल्लो भागमा चाहिँ मह तल्लो भाग त्यहाँबाट दोस्रो नम्बरमा चाहिँ चल हेर्ने तरिका नि त्यस्तो चल्यो उचाल्ने तरिका यसमा तार राख्नु भएको छैन यसरी हेरियो भने सजिलो तार मैले नयाँ बनाएको राख पनि गर्छ भनेदेखि म तपाईँहरू सबैलाई देखाउँछु है रानी यो सबै ज्यामी मौरी यो वयस्क ज्यामी मौरी यो पुट छ र पिउपा अवस्थाको अन्डा पनि पारेको छ अहिले यसबाट आखै झिलिमिली भयो टोपीला भने त्यही सेप हिरा देखिया छ है माथि चाहिँ अब यो चाका पुरानो भयो हुनाले सबै मह डाल्यो छ यसले है अब यो खानेकुरा त यो अब तलको मह भयो मह त खाना राख्नु पर्यो नि त यो होइन काटिन्छ तर हामीले तलका 10वटा चाका लगाइसकेपछि माथि खानेलाई काटेर दिएर गएर मह कक्षमा दिने हो ल्याएर यी ठुला पोवालहरू देख्नुभयो सबैले ठुलो ठुलो पोवाल देखियो यो सबै भाले गराउनु यो सबै भाले उत्पादन भएको हो अब यसलाई फेरि बच्चाको फेरि घर छ नि बच्चा त होइन यस्तो बच्चाको घर भए पनि केही बिग्रेन बच्चा भए पनि बिग्रेन अन्डा भए नि केही बिग्रेन लार्वा भए पनि केही बिग्रेन तर यो चाका माथिल्लो भाग काटेर मात्रै दिने माथिल्लो भाग यो यसरी हुन्छ नि यो यसरी हुन्छ यो माथिको भाग काटिसकेर निकाल्यो मौरी टौटेका काटिसकेर निकाल्यो भित्र दिने पहिला यो मोरी मुढाको सारी बेला सबै कुरा आउँछ त्यहाँ माथिको त त्यो निकाल्ने यसलाई फिट गरिदिने त्यहाँ मानिसका बालबच्चाले कति वर्षमा के काम गर्न सक्छन् भन्ने बारेमा पनि छलफल गर्यौं गराउनु पऱ्यो त खाइदिउँ अलिकति यस्तो अमृत हो अरू कुनै प्राणीले दिन सक्दैन जुन मौरीले मात्र दिन सक्छ मौरी यस्तो किरा हो हिन्दू धर्मको लागि एक भगवानको अवतार भन्दा फरक नपर्ला वास्तवमा यस्तो किरा रहेछ हामीसँग जसलाई हामीले घरमा पालेर खाइर दिन सक्ने किरा हो किरा हो हिरा के हिरा खान मिल्दैन पिउन मिल्दैन मौरी यस्तो किरा जसबाट हजार